के हजुरहरुको चाँदी पनि यस्तरी कालो छ ल इफ कालो छ भने लास्टमा हेर्नुस् यसको रिजल्ट के दामी आउँछ है ओके हाई गाइस आज चाहिँ म यो मेरो सिल्भरहरुलाई चाहिँ अलिकति सफा गर्ने सोचमा छु र मैले निकालेर यसो हेरे है सबै सफा गर्नु पर्यो भनेर सोचिरहेको थिए तर यिनीहरु चाहिँ खासै कालो भएको छैन र एक दुईवटा चाहिँ बेसरी कालो भएको छ गाइस अनि तिनीहरुलाई चाहिँ म धुनु पर्यो भनेर सोचिरहेको छु यसलाई पनि खासै चाहिँ पर्दैन तर पनि धुनु पर्यो यसलाई परेन र अरु यो चाहिँ धुनु पर्ला खासै चाहिँ छैन तर पुरानो एकदम पुरानो यसलाई पनि धुनु पर्यो र यो बेबीको कल्ली चाहिँ कालो चाहिँ छैन तर भित्र भित्र मैलाहरु छ यसलाई पनि सोक गरेर मैलाहरु निकाल्नु पर्यो र यो अर्कोलाई चाहिँ धुनु परेन ल यो चाहिँ पाउजुलाई चाहिँ धुनु परेन किनकि सेतै छ ल यहाँ चाहिँ टुथपेस्ट फोइल बेकिङ सोडा मिक्स गरेर राखेको छु र यसमा चाहिँ अब म सबै सिल्भरहरुलाई डुबाउने छु र यसलाई चाहिँ लगभग आधी घण्टा जति सोक गर्छु स्पेशल गरेर चाहिँ यो चेन छ नि गाइस यस्तो कालो छ जुन चाहिँ मैले आफै अर्डर गरेर बनाएको थिए त्यो चाहिँ एकदम कालो तर यो चाहिँ आफ्नो बडी अनुसार पनि सुट हुने र नहुने हुन्छ भन्छ तर मैले खासै चाहिँ लगाएको थिइन तर पनि कालै छ गाइस लो हेर्नुस् त अब यसलाई पनि डुबाए ल अब यसलाई चाहिँ आधी घण्टा पछि हेर्नु पर्ने हुन्छ गाइस कस्तो देखिन्छ भनेर यो चाहिँ व्हाइट गोल्ड हो मैले पहिला नै यिनीहरुलाई चाहिँ ट्राई गरेको थिएँ पेस्ट र बेकिङ सोडा मात्रै हालेर यिनीहरु पनि एकदम सेतो नै भयो र नेक्स्टमा मैले अर्को सिल्भरहरुलाई पनि मैले ट्राई गर्ने गरे यिनीहरुलाई पनि गरेको थिएँ यिनीहरु पनि सेतै भयो खासै कालो त थिएन तर यिनीहरुलाई पनि मैले डुबाएको थिएँ तर पनि यिनीहरुको रिजल्ट केही न केही त आइ नै हाल्दो रहेछ ल यो चाहिँ यसरी लाउने भनेर देखाएको है गाइस हे यु गो आधी घण्टा पछि मैले हेरेको फाइनली रिजल्ट चाहिँ आयो जस्तो छ र यहाँ बेबीको उसमा चाहिँ मैले ढाडिएर बस्यो र म ब्रस गर्छु र यिनीहरुलाई पखालेर लास्टमा देखाउने छु गाइस ओके टेन्टरिङ ल हेर्नुस् त यस्तो चम्केको छ नि स्पेशल चाहिँ यो कालो वाला चेन छ नि गाइस कालो वाला चेन लुक अम्मम यस्तो सेतो देखेको छ नि यस्तो सेतो यहाँ चाहिँ खासै सेतो देखिएन है रियलमा चाहिँ एकदम सेतो छ गाइस एकदमै ल रिजल्ट चाहिँ फाइनली राम्रै आउने रहेछ साथीहरु सो तपाईहरु पनि गर्न चाहनुहुन्छ भने यो ट्राई गर्नुहोस् हजुरहरुको चाँदीलाई चम्काउनुहोस् यस्तो दामी रिजल्ट आउँछ मेरो त आको छ ल यो प्रोसेसलाई हजुरहरुले एकचोटी ट्राई गर्नु नभुल्नु होला है